साथीहरु नमस्कार, म दीपक खत्री। आज हजुरहरुलाई मैले ट्रायंगल काउन्टिङ को टाइप 7 को क्वेशनहरु लिएर आएको छु। हेर्नु त टाइप 7 कस्तो क्वेशनहरु हुन्छ हेर्नु त। के भनेको छ भने तल दिएका चित्रहरुमा त्रिभुजको संख्या पत्ता लगाउनुहोस् भनेको छ। अब यसको कन्सेप्ट चाहिँ के हो भन्दाखेरि हैन, पहिलो चित्र हेर्नु। यसको कन्सेप्ट वास्तवमा के हो भन्दाखेरि एउटा त्रिभुज हुन्छ, त्यो त्रिभुजको कुनै दुईटा कुनाबाट लाइनहरु काटिया हुन्छ। लाइनहरु काटिसकेपछि बन्ने कोठा गर्ने हो हामीले। हेर्नु त, अब हेर्नु कुनै दुईटा भन्नाले एउटा यो माथि टुप्पोबाट आछ लाइन, एउटा यो टुप्पोबाट आछ, अनि यो टुप्पोबाट यता आ छैन भने जुन साइडमा आ छैन त्यो साइडतिर हामी हेर्दै हेर्दैन अरु दुईटा साइडमा हेर्छौं। अरु दुईटा साइडमा कसरी हेर्छौं भन्ने कोठा गन्छौं। हेर्नु त, एउटा कोठा, यसमा चाहिँ अर्को गरेर दुईवटा कोठा। यताबाट गर्ने भने पनि दुईटै छ, एउटा कोठा दुईटा कोठा। यदि कोठाको संख्या कुनै दुईटा साइडमा बराबर भयो भने ठूलो नम्बरको किप गर्दिन्छौं। हेर्नु त, 1 2 2 को किप गर्दिन्छौं। 2 को किप भने यसमा कतिवटा भन्दाखेरि हेर्नु त 8 वटा त्रिभुज। हेर्नु त, पहिलो नम्बरको चित्रमा कतिवटा त्रिभुज भन्दा 8 वटा त्रिभुज। अब 2 नम्बरको हेर्नु, 2 नम्बरको हेर्नु भयो भने यसमा पनि नम्बरिङ गर्नु, 1 2 यतातिर गर्नुभयो भने 3, माथितिरबाट हेर्नु। अब 1 2 3 अहिले के छ भन्दा बराबर छ। बराबर छ भने सबैभन्दा ठूलो नम्बर भने 3, 3 को के गर्दिन्छौं भन्दा किप, 3 को किप भने हेर्नु त 3 3 9 3 27 वटा। यसमा कतिवटा त्रिभुज छन् भन्दा 27 वटा त्रिभुज छन् 2 नम्बरको चित्रमा। त्यस्तै गरेर 3 नम्बर हेर्नु, 3 नम्बरमा पनि हेर्नु कोठाको संख्या गरौँ। 1 यतातिर हेर्नुभयो भने 2, यतातिर हेर्नुभयो भने 3, अर्को हेर्नुभयो भने 4। अब यताबाट गन्छौं, 1 यसमा हेर्नुभयो भने 2, अर्को हेर्नुभयो भने 3, अर्को हेर्नुभयो भने 4। बराबर छ नि त। बराबर भयो भने सबैभन्दा ठूलो नम्बरको किप गर्दिन्छौं। 4 को किप भने 4 चौको 16, 16 चौको कति भन्दा 64। यसमा कतिवटा त्रिभुज छन् भन्दाखेरि हेर्नु 3 नम्बरको चित्रमा 64 वटा त्रिभुज छन्। अब रह्यो कुरा के भने हेर्नु 4 नम्बरमा यदि कोठाहरुको संख्या बराबर भएन भने के गर्ने हेर्नु त, 1 यताबाट हेर्नुभयो भने 1, यताबाट हेर्नुभयो भने 2, अर्को हेर्नुभयो भने 3, अर्को हेर्नुभयो भने 4। अब तर यताबाट हेर्नुभयो भने हेर्नु 1, यो हेर्नुभयो भने 2, यो हेर्नुभयो भने 3। बराबर भयो त दुईटै साइडमा। बराबर भएन, बराबर भएन भने के गर्ने भन्दा सबैभन्दा दुईटा ठूला नम्बर उठाउने। हेर्नु त, यताबाट हेर्यो भने 3 छ, यताबाट हेर्यो भने 4 छ। 3 * 4 गर्ने। अब यी दुईटालाई एकचोटी जोड्ने, 4 मा 3 जोड्नु भने कति 7, अनि चाहिँ 2 ले भाग गर्ने। अब नै काट दिनु, 2 दुना 4। अब के बच्यो भन्दा 3 दुना 6, 6 7 कति भयो भन्दाखेरि 42। हैन, यसमा कतिवटा त्रिभुज भन्दा 42 वटा त्रिभुज। हैन, 4 नम्बरको चित्रमा कतिवटा त्रिभुज रहेछन् भन्दा 42 वटा त्रिभुज रहेछन्। त्यस्तै गरेर 5 नम्बर हेर्नु, यसको पनि नम्बरिङ गरौँ। हैन, 1 यतातिर 2, अर्को गरेर 3, अर्को गरेर कतिवटा भयो भन्दा 4। अब यता साइडमा हेरौँ। हेर्नु त, 1 2। अब के गर्छौं भन्दा लास्टको नम्बर उठाउँछौं अथवा दुईटै साइडको सबैभन्दा ठूलो नम्बर उठाउँछौं। यता साइडको कति भयो त 2, अर्को साइडको कति भयो भन्दा * 4। यता साइडको 2, यता साइडको 4 गरेर 2 * 4 गर्छौं। अब एकचोटी यो दुईटालाई जोड्छौं, 4 मा 2 जोड्नु भने 6, अनि फेरि के गर्छौं भन्दा 2 ले भाग गर्छौं। यो 2 र 2 काट दिनु, 4 छक्का कति भयो भन्दा 24। हैन, यसमा कतिवटा त्रिभुज भन्दा 24 वटा त्रिभुज। 5 नम्बरको चित्रमा कतिवटा त्रिभुज रहेछन् भने 24 वटा त्रिभुज रहेछन्। यसरी छोटो तरिकाबाट त्रिभुजको गणना गर्न सकिन्छ।